आज हामी झापा क्षेत्र नम्बर 5 मा बालेन्द्र शाह यदि चुनावमा उठे भने त्यसको सम्भावना के कस्तो हुन्छ, जनताले के गर्नुपर्छ भन्ने विषयमा चाहिँ एउटा छलफल गर्न गइरहेका छौं। कल्पना गर्नुहोस्, तपाईको घरमा एउटा सानो बच्चा बिरामी छ, ज्वरोले शरीर हनहनी तातेको छ, ऊ पीडाले छटपटाइरहेको छ। तपाईँ हतार हतार दराज खोल्नुहुन्छ र एउटा औषधि भेटाउनुहुन्छ। त्यो त्यही औषधि हो जसले 20 वर्ष अगाडि तपाईँ यसरी नै बिरामी हुँदा तपाईको ज्यान जोगाएको थियो। त्यो बेला त्यो औषधि अमृत समान थियो। तर जब तपाईले बोतलको बिर्को खोल्न लाग्नुहुन्छ, तपाईको आँखा एक्सपायरी डेटमा पाउँछ। त्यो औषधिको म्याद 10 वर्ष अगाडि नै सकिसकेको रहेछ। अब छातीमा हात राखेर भन्नुहोस्, के तपाईँ यसले मलाई 20 वर्ष अगाडि बचाएको थियो भन्दैमा त्यो म्याद गुज्रिएको औषधि आफ्नो बिरामी बच्चालाई खुवाउनुहुन्छ? पक्कै खुवाउनुहुन्न, किनकि तपाईलाई थाहा छ हिजोको अमृत आज म्याद गुज्रिसकेपछि विष बनिसकेको छ। त्यो खुवाउनु भनेको माया होइन, मूर्खता हो। आज हाम्रो देशको राजनीति ठिक यही बिन्दुमा उभिएको छ। हामीसँग इतिहास बोकेका, जेलनेल भोगेका नेताहरू छन्। उनीहरूले हिजो पञ्चायत ढाले, राजतन्त्र फाले, त्यो बेला उनीहरू अमृत नै थिए। तर आज उनीहरूको राजनीतिक विचार र कार्यशैलीको एक्सपायरी डेट सकिसकेको छ। जसरी म्याद सकिएको औषधिले बिरामी निको पार्दैन, त्यसरी नै म्याद सकिएको विचारले देश कहिले पनि बनाउन सक्दैन। आज हामी झापा क्षेत्र नम्बर 5 को कुरा गर्नेछौँ। यो एउटा यस्तो खालको भूगोल हो जहाँ एउटा ब्रान्ड स्थापित छ, केपी शर्मा ओली। तर के हुन्छ जब त्यो म्याद गुज्रिएको ब्रान्डको अगाडि समयको माग बनेर बालेन शाह उभिन्छन्? यो केवल एक किसिमको चुनाव मात्र हुने छैन, एउटा मनोवैज्ञानिक महासंग्राम हुनेछ। इतिहास दोहोरिँदैन, तर यसले संकेत अवश्य गर्छ। एकपटक छिमेकी देश भारतको राजनीतिक इतिहासलाई हेरौं। त्यहाँ भारतीय राष्ट्रिय कांग्रेसको कत्रो विशाल साम्राज्य थियो, जसले देशलाई अंग्रेजबाट स्वतन्त्रता दिलायो, जसको रगतमा गान्धी र नेहरू जस्ता हस्तीहरूको विरासत थियो। दशकौंसम्म जनताले उनीहरूलाई आँखा चिम्लेर भोट हालेका थिए। उनीहरूलाई लाग्थ्यो यो पार्टी त अझै छ, यसलाई कसैले कहिले पनि हराउनै सक्दैन। तर समय सधैँ एउटै रहँदैन। जब जनताले महसुस गरे कि इतिहासको गौरव गाथाले मात्र वर्तमानको पेट भरिँदैन, तब त्यो विशाल साम्राज्य तासको घर जसरी ढल्न पुग्यो। त्यहाँ को आयो भन्ने कुरा मुख्य होइन, मुख्य कुरा त जनताले विकल्प खोज्यो। जनताले हिजो के भएको थियो भन्ने कुरालाई भन्दा आज के भइरहेको छ भन्ने कुरालाई प्राथमिकता दिए। झापा 5 मा केपी ओलीसँग पनि ठ्याक्कै त्यही पुरानो विरासतवाला समस्या छ। उहाँसँग देखाउनलाई विगत छ, जेलको कथा छ, आन्दोलनको इतिहास छ। तर आजको 21औं शताब्दीको युवा जसको हातमा स्मार्टफोन छ, उसलाई हिजो के भएको थियो भन्ने कुराले मात्र असर पार्दैन, मात्र उसलाई यो कुराले पुग्दैन। उसलाई भोलि मेरो जागिर हुन्छ कि हुँदैन, भोलि म यहाँ काम गरेर खान सक्छु कि सक्दिन भन्ने चिन्ता छ। जसरी संसारभरि नै जनताले लिगेसी अर्थात् पोर्टफोलियो विरासतलाई पन्छ्याएर प्रिफर्मेन्स अर्थात् कामलाई रोज्न थालेका छन्, झापामा पनि बालेनको प्रवेशले त्यही मनोविज्ञान तयार गर्नेछ। केपी ओलीले त्याग बेच्नुहुन्छ, तर बालेन्द्र शाहले डेलिभरी बेच्नुहुन्छ। र बजारको नियम नै यही हो, ग्राहकले सामान किन्छ, कसैलेको दुःख किन्दैन। बालेन शाह कुनै जादुगर होइनन्, उनी त एउटा ऐना हुन् जसमा पुराना दलहरूले आफ्नो कुरूप किसिमको अनुहार देखिरहेका छन्। झापाको त्यो लाल किल्ला भनिने ठाउँमा जब बालेन पुग्छन्, उनले केपी ओलीसँग भाषणमा प्रतिस्पर्धा गर्ने छैनन्, उखान टुक्काको जवाब दिने छैनन्। उनले केवल एउटा प्रश्न खडा गर्नेछन्। 30 वर्षसम्म तपाईलाई जसलाई बा भनेर पुज्नुभयो, उहाँले तपाईको छोराछोरीलाई खाडी जानबाट रोक्न सक्नुभयो त? यो एउटा यस्तो मनोवैज्ञानिक प्रहार हो जसको उत्तर कुनै पनि उखानले दिन सक्दैन। बालेनको राजनीति भाषणमा होइन, विधिको शासनमा अडिएको छ। काठमाडौँमा डोजर चल्दा धेरैलाई रिस उठ्यो होला, तर भित्री मनमा सबैलाई थाहा थियो गर्नुपर्ने भनेको त यही थियो। बालेनले मान्छेलाई एउटा नयाँ लत लगाइदिएका छन्, नियममा बस्ने लत। झापाको मतदाताले अब सोच्ने छन्, केपी बा रहँदासम्म म सुरक्षित त छु, तर मेरो देश बन्दै छैन। तर बालेन आउँदा मलाई अलिक गाह्रो होला, नियम मान्नु पर्ला, तर मेरो नातिले यो देश चाहिँ छोड्नु पर्दैन। यो आराम र भविष्य बीचको लडाई हो र मानव सभ्यताको इतिहास साक्षी छ। जब अस्तित्वको संकट आउँछ, मान्छेले आरामलाई त्यागेर भविष्यलाई रोज्छन्। अन्त्यमा यो दृश्य कल्पना गर्नुहोस् त, चुनावको नतिजा आउने दिन छ। एकातिर 30 वर्षदेखि जडा गाडेर बसेको वटवृक्ष छ, जसका पातहरू पहेँला भइसकेका छन्, कुहिन लागिसकेका छन्। अर्कोतिर भर्खरै उम्रिएको बाँसको तामा छ, जोसँग आकाश छुने जोश छ। केपी ओलीको हार उहाँको कमजोरीले हुने होइन, प्रकृतिको नियमले हुनेछ। जसरी नोकिया फोन जतिसुकै बलियो भए पनि जब एन्ड्रोइड आयो, नोकिया विस्थापित हुनु पर्यो। त्यो नोकियाको गल्ती थिएन, त्यो समयको माग थियो।
झापा 5 मा बालेनको जित र केपीको हार एउटा व्यक्तिको हार जित मात्र हुने छैन। यो भाषण युगको अन्त्य र एक्सन युगको सुरुवात हुनेछ। यो नेताको अवसान र व्यवस्थापकको उदय हुनेछ। त्यसैले उनीहरूले ऐनामा हेरेर आफैलाई सोधुन्, म मेरो नेताको भविष्य बनाउँदैछु कि मेरो आफ्नै सन्तानको भविष्यलाई जलाउँदैछु। किनकि घडीको सुई अगाडि बढिसक्यो। अब पुरानो क्यालेन्डर भित्तामा झुन्ड्याएर नयाँ दिन आउनेवाला छैन। परिवर्तन रोकेर रोकिँदैन। तयार रहनुहोस्, किनकि ठूलो आँधी, एउटा ठूलो सुनामी आउने